हेलो साथीहरू, हामी चाहिँ जाँदैछौँ मध्य प्रदेश होइन। सिलगढीको एनजेपी स्टेसनबाट चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ र हामी चाहिँ घरबाट निस्किसकेका छौँ होइन। एनजेपी स्टेसन आइपुग्यौँ र ट्रेन थियो हाम्रो 3:30 बजी बिहानपखको र पर्खिँदा पर्खिँदा वेट गर्दा गर्दा ट्रेन पनि बल्ल आइपुग्यो र हामी चाहिँ ट्रेनमा पनि चढेर म र मेरो हस्बेन्ड ट्रेनमा चढेर मजाले आनन्द लिँदै 2 दिनको बाटो होइन। हेर्नु न कस्तो मजाको जग्गाहरू र हामी चाहिँ खान्डवा स्टेसन पनि आइपुग्यौँ र यो चाहिँ हो मध्य प्रदेश होइन। अब हाम्रो सामानहरू चाहिँ मान्छेले लगिदिँदैछ होइन। लिफ्टमा चढेर हामी चाहिँ जाँदैछौँ अब गाडीको जग्गामा जाँदैछौँ र स्टेसनहरू हेर्नुहोस् होला। यहाँ चाहिँ यस्तो रहेछ स्टेसन होइन। अनि यहाँ खान्डवा भन्ने जग्गा चाहिँ यस्तो रहेछ। गाडीहरू चाहिँ यहाँ पाइँदो रहेछ। अनि हामी चाहिँ अब 2 दिनको थकितो भएको छ त होटेलमा जाउँ भनेर होटेलमा जाँदैछौँ। होटेल हेर्नु न कस्तो राम्रो सफा रहेछ होइन। अनि होटेलमा बसेर अब फ्रेस भएर नुहाइधुवाइ पनि त गर्नुपर्ने थियो ट्रेनमा आएर होइन। ट्रेनमा आएर कस्तो थकितो हुन्छ अन्त। अनि हामी चाहिँ खान्डवाको मार्केटतिर घुम्दैछौँ। हेर्नु न यतातिर चाहिँ धेरै मन्दिरहरू पनि रहेछ। अनि हेर्नु न तालाबहरू एकदमै राम्रो लाग्यो होइन। अनि यो चाहिँ किशोर कुमार मुक्तिधाम जग्गा रहेछ। यो चाहिँ किशोर कुमारलाई त चिन्नु नै हुन्छ होला, सिङ्गर किशोर कुमार। त्यसैले यो जग्गालाई चाहिँ किशोर कुमारको जन्मस्थान पनि भनिएर जानिँदो रहेछ मध्य प्रदेशको खान्डवा भन्ने जग्गालाई चाहिँ। अनि हामी चाहिँ यहाँ पनि घुमघाम पारेर अब तपाईँहरूलाई म लिएर जानेछु बालाजी तिरुपति बालाजी मन्दिर यहाँ ठुलो बनिँदै रहेछ होइन। अनि हामी चाहिँ त्यहाँ पनि दर्शन गऱ्यौँ। हेर्नुहोस् होला, तपाईँहरू पनि दर्शन गर्नुहोस् होला। एकदमै राम्रो ठुलो बनिँदो रहेछ, भर्खरै बनिँदो रहेछ। पुरा मन पर्यो होइन। अनि घुमेर चाहिँ अब चाहिँ हामी चाहिँ घर उता रुमतिर होटेलतिर पनि फर्किँदैछौँ साथीहरू। बाई बाई।